बालेन सरकारले भन्यो शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति 87.02% भयो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.02% रहेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारले 100 दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले 100 बुँदे कार्यसूचीको 70 वटा बुँदा कार्यान्वयन भइसकेको जानकारी दिएका हुन्। उनका अनुसार 17 बुँदाको प्रगति 80% माथि छ भने 13 बुँदाको प्रगति 60% भन्दा कम रहेको छ। वर्तमान सरकारले गएको चैत 13 गते समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्य सहित नतिजा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको थियो।